नमस्ते सम्पूर्णमा अनि स्वागत छ मेरो नयाँ युट्युब च्यानलमा। शेर्पा दाई 22 च्यानल मैले 2026 जुलाई अनि 9 तारिक च्यानल मैले क्रिएट गरेको छु। यो च्यानल क्रिएट गर्नुको उद्देश्य भनेको एउटै मात्रै छ, किनभने सबैजनाले मलाई शेर्पा दाई भनेर बोलाउनुहुन्छ। त्यसमा चाहिँ मलाई एकदम इन्ट्रेस्ट जाग्यो। यही शेर्पा दाईको नामबाट एउटा च्यानल खोल्दा कस्तो होला भनेर अनुभवको लागि मैले 2026 जुलाई 9 तारिक यो न्यू च्यानल क्रिएट गरेको छु। जसरी शेर्पा ब्लग 32 च्यानललाई माया ममता सबै कुरा हौसला हिम्मत दिएर यहाँसम्म पुर्याउनु भएको छ नि साथीहरूले, आई होप यो शेर्पा दाई 22 च्यानललाई पनि माया साथ सपोर्ट अनि सद्भाव अनि हौसला हिम्मत दिनुहुन्छ भनेर मैले ठुलो आशा गरेको छु र आई होप सबैजना सन्चै हुनुहुन्छ। म पनि सन्चै छु र मैले यो च्यानल निर्माण गर्नुको उद्देश्य शेर्पा दाई भनेर चिनाउनको लागि। शेर्पा ब्लग 32 भनेर त सबैजनाले चिनिसक्नु भएको छ। फेरि पनि मैले शेर्पा दाई 22 बाट चिनाउने एकदम कोसिस गर्नेछु। उति नै तपाईँहरूलाई साथ सपोर्ट माया गर्नेछु र यो शेर्पा दाई 22 च्यानललाई पनि सबैजनाले माया गरेर धेरै नभए पनि मोनेटाइजसम्म पुर्याइदिनुको लागि विनम्र अनुरोध गर्दछु सबैजनालाई र त्यसको लागि म पनि एकदम सपोर्टिभ एक्टिभ हुनेछु तपाईँहरूको लागि र तपाईँहरू पनि मेरो लागि एकदम सपोर्टिभ अनि एकदम माया गरिदिनु होला भन्न चाहन्छु। मलाई रमाइलो लाग्छ कि सबैजनाले शेर्पा दाई भनेर बोलाउनुहुन्छ। दिदी बहिनी दाजुभाइ अनि आमा समानका अनि बाबा समानका साथीहरूले त्यो सुन्नु पाउँदा एकदम मलाई इच्छा जाग्यो। शेर्पा दाईको नामबाट एउटा च्यानल बनाउँदा कस्तो हुन्छ होला भनेर मैले लामो समयदेखि यो योजना बनाएको च्यानल खोल्नुको लागि माइन्ड सेट गरेँ। धेरैजना साथीहरूको अहिले 2-3टा च्यानल देखेपछि यो एउटा च्यानल त मेरो मोनेटाइज भयो अलरेडी, अब सेकेन्ड पनि बनाउनु पर्छ है भनेर त्यो मेरो दिमागमा सधैँ आइरहन्थ्यो। छन त सपोर्टको लागि मैले धेरैवटा आइडियाहरू छ, तर तिनीहरू भनेको एउटा सिर्फ सपोर्टको लागि मात्र। अनि यो चाहिँ मेरो यो शेर्पा दाई 22 चाहिँ यो निरन्तर काम गर्नुको लागि मैले 2026 जुलाई अनि 9 तारिक न्यू क्रिएट गरेको यो न्यू हो। सबैजनाले सपोर्ट गरिदिनु होला भन्न चाहन्छु र न्यू साथीहरूले एकदम जोइन गर्नुहोस्। अनि 50-60वटा सब मलाई अहिलेको लागि एकदम आवश्यक छ। त्यो ठुलो आशा गरेको छु तपाईँहरूबाट पाउन सकिन्छ कि भनेर। 50-60वटा सब कलेक्सन भएपछि म तपाईँहरूलाई सपोर्ट गर्नको लागि लाइभ स्ट्रिम चलाउनेछु। जसरी शेर्पा ब्लग 32 च्यानलबाट मैले लाइभ चलाएर मोनेटाइज गर्न सफल भएँ। आई होप यो शेर्पा दाई 22 च्यानलबाट पनि उत्ति नै
सपोर्ट गर्छु र सपोर्ट पाउनुहुन्छ भनेर मैले एकदम आशा गरेको छु र अहिले सबैजना युट्युबतिरै लागेको देख्छु अनि मलाई अहिले हिम्मत आउँछ क्या युट्युबतिरै लाग्नुपर्छ। एक त मेरो अलरेडी शेर्पा ब्लग 232 च्यानल मोनेटाइज भएको पनि लगभग 7-8 महिना भयो। मैले त्योबाट फर्स्ट पेमेन्ट पनि पाइसकेको छु। त्योबाट फर्स्ट पेमेन्ट आउँदा एकदम खुसी लाग्यो अनि मैले चाहिँ 1 वर्षसम्म अर्को च्यानल नखोल्ने भनेर सोचेको थिएँ अनि फेरि होइन 1 वर्ष किन खोल्नु, अहिले नै खोल्नुपर्छ भनेर मैले 2026 जुलाई 9 तारिक मैले ड्युटी सकेपछि यो च्यानल क्रिएट गरेको छु र अब म केही बाहिरका सिमहरू देखाउने छु। अब थोरै रमाइलो त बनाउनै पर्यो भिडियोमा, हो कि होइन? अहिलेसम्म साथ सपोर्ट गरिदिनु भएकोमा थ्याङ्क यू सो मच। यो मैले ब्याक क्यामेराबाट भिडियो स्टार्ट गरेको छु र यो मैले काम गर्ने अगाडिको सिन हो र यहाँको पनि म स्लो मोसनमा देखाउन गइरहेको छु। यो मैले काम गर्ने ठाउँ हो। थोरै यो साइडको सिन लिन्छु किनभने यो 25 सम्म मैले हेर्न मिल्ने तरिकाले भिडियो बनाउन गइरहेको छु। म चाहिँ यहाँ बाहिरको थोरै यो गार्डनको सिन एड गर्न गइरहेको छु। यो पनि मेरो लागि एकदम यादगार हुनेछ। फुल चाहिँ भर्खर फुल्दै रहेछ, रमाइलो लाग्यो। थोरै यसको पनि सिम लिन्छु। यो एकदम ब्युटिफुल भइरहेछ, यो सुन्दर हरियाली साथीहरू। ओइ बोलिया पा अब म यहाँ बाहिरको सिम सो गर्नु गइरहेको छु। गाडी पार्क कस्तो लाग्छ तपाईँहरूलाई? यतापट्टिको पनि सो गर्नु गइरहेको छु। यो झारपातको सिन एकदम हरियाली भएको छ। यहाँ चाहिँ भर्खर म टरेर
एकदम ब्युटिफुल बनाएको छ। अनि थोरै यताको सिम एड गर्नु गइरहेको छु। यो चाहिँ होटेलको वरिपरिको सिम है। आजको मेरो फर्स्ट भिडियो के कस्तो भयो, आई होप सबैजनाले मन परिदिनुहुन्छ होला भनेर। आकाश आज दुम्मा दुम्मा छ, पानी पर्ला जस्तो छ साथै। थोरै यताको सिम एड गर्नु गइरहेको छु। मलाई चाहिँ एकदम रमाइलो लाग्छ, किनभने आफ्नै ठाउँ भएर होला सधैँ रमाइलो लाग्छ, किनभने यहाँ अरू ठाउँभन्दा खुल्ला छ नि त, एकदम खुल्ला ठाउँ छ, त्यही भएर रमाइलो लाग्छ। अनि साथीहरू पनि यहाँ खुल्ला ठाउँ छ, रमाइलो लाग्छ भनेर कहिले पनि आउनुहुन्छ, खुसी पनि लाग्छ। यो चाहिँ होटेलको काउन्टर, यहाँको पनि थोरै सिम एड गर्छु, साथीहरू हेर्नुमा अझै रमाइलो होस्। यो चाहिँ माथि चढ्ने ठाउँ, माथिबाट कस्टमर आउँदैछ। हाई, गुड मर्निङ, हाउ आर यू? Oh, so beautiful. I make a video. You say hi. Say hi. Beautiful guy. साथीहरू म चाहिँ यो रुमको सिम पनि एड गर्नु गइरहेको छु। थोरै मात्रै एड गर्छु सिम चाहिँ, यो सम्झनाको लागि। यहाँबाट यताको सिम लिन्छु, यो सिटिङ रुम सर्लक्कै के कस्तो हुन्छ सबैजनाले हेरेर माया गरिदिनु होला है मेरो न्यू फर्स्ट च्यानल फर्स्ट भिडियोलाई।
बाहिरको सिम नै मलाई मनपर्छ एकदम रमाइलो लाग्छ नि। साथीहरू, आजको मेरो यो फर्स्ट च्यानलको फर्स्ट भिडियो के कस्तो भयो, सबैजनाले सुरुदेखि अन्तिमसम्म हेरेर माया गरिदिनु होला, च्यानललाई सपोर्ट गरिदिनु होला। अनि नयाँ साथीहरूले जोइन गर्नु होला। यो शेर्पा दाई 22 च्यानलको लागि सबै नै नयाँ हुनुहुन्छ, सबैजनाले माया गरिदिनु होला। किनभने यो न्यू च्यानल हो, शेर्पा ब्लग 232 च्यानललाई अलरेडी सबैजनाले चिन्नुहुन्छ र यो शेर्पा दाई 22 च्यानलबाट पनि म एकदम चिनाउने कोसिस गर्छु साथीहरूलाई। र मैले एउटा फेरि पनि नयाँ च्यानल जन्माएको छु। यो नयाँ च्यानललाई एकदम सगरमाथाको शिखरसम्म पुर्याउने एकदम कोसिस गर्नेछु। त्यसमा चाहिँ तपाईँहरूको एकदम साथ सपोर्ट आवश्यक छ। त्यो साथ सपोर्ट आई होप मलाई पाइरहोस् भन्ने मेरो एकदम ठुलो इच्छा छ साथीहरू। र यति भन्दै यो आजको फर्स्ट न्यू भिडियोबाट अर्को भिडियोसम्मको लागि बिदा लिनु गइरहेको छु। त्योभन्दा पहिला सबैजना स्वस्थ मस्त व्यस्त रहनुहोला र आफ्नो स्वास्थ्यलाई ख्याल राख्नुहोला भन्न चाहन्छु। र सबैजनालाई एकमुष्ट धन्यवाद दिँदै see you soon next video. Bye bye. Happy रहनु होला है।